हेलो गाइज, फेरि पनि आएँ म तपाईँहरूको लागि बब्बाल बबाल फन्नी कमेन्टहरू लिएर। आजको भिडियोमा चाहिँ म नेक्स्ट लेभलको फन्नी कमेन्टहरू लिएर आएको छु। सो भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला है त। सबैभन्दा फर्स्टमा चाहिँ यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको फन्नी कमेन्टहरू हामी पढ्नेछौँ। तो चलिए सुरु करते हैं। अब यति देखाइसकेपछि यसमा फन्नी कमेन्ट नआउने त चान्स नै भएन। अब चाहिँ यसको फन्नी कमेन्टहरू पढ्दिउँ है त। हैन, भुत्ला पनि कति नराम्रो हो, मेरो त सिल्की छ त। हैन, सबै देखाउन बरु। हो, यस्तै भिडियो आउँछ भनेर हो क्या मैले मोबाइलमा टिकटक नै ओपन नगरेको। चल झुटा। म कस्तो मान्छे रहेछु, माथि हेर्नुपर्ने आँखा त तल पो पुगेछ। बहुत तेज हो रहा है। कमेन्ट हेर्नु न, कमेन्ट। मेरो चाहिँ त्यस्तो छैन है गाइज, आज भर्खर सेभिङ गरेको छु। अर्कोले कमेन्ट गर्नुभएको रहेछ, नयाँ डिजाइनको ट्याटू नि सो हुन थालेछ। अब यता फेरि यो दिदीले तलको दिलमा तस्बिर टाँच्दै हुनुहुन्छ। अब यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको पनि फन्नी कमेन्टहरू हामी पढ्नेछौँ। दीदी वाह दीदी दीदी वाह दीदी दीदी दीदी। अब चाहिँ यसको फन्नी कमेन्टहरू हामी पढ्दिउँ है त। दिलले त तलतिर बसाइ सरेछ त, माथितिर दुःख पाएर होला। दिल पनि हेर्न खोज्छन् है, विचार गर्नु। दिल र दुलो पनि चिन्न छोडेछ मैयाले त। कमेन्ट हेर्नु न, कमेन्ट। हैन, कस्तो पाल परेको दिल हो यो। चित्र राम्रो भएर के गर्नु, चरित्र नराम्रो भएपछि। बात तो सही है। अब यता फेरि अर्कै चटक छ, भिडियो हेर्नुहोस्, त्यसपछि यसको पनि कमेन्ट पढ्दिउँला। अब चाहिँ यसको कमेन्टहरू पढ्दिउँ। म त फेरि चाक मात्र होइन, अरू पनि समाउँछु, बुझिराख। समझ रहे हो? त्यो हल्लाउनको लागि बनाएको होइन के नानी। अच्छा जी, ऐसा है क्या? ओहो, नानी त तालिम प्राप्त रहेछिन्। सही पकड़े हैं। तिमी किन यस्तो चाहिएको हो? वो अलग ही लेवल का बंदा था। कमेन्ट हेर्नु न, कमेन्ट। मान्छे सानो भए पनि जिम्मेवारी ठुलो रहेछ। अब एकचोटि यो सिङ्गर नानीको भिडियो पनि हेरिदिनुहोस्। आवाजमा दम छ बहिनी, गायक बन्ने पक्का। हो, यस्तै हुन्छ भनेर मैले अहिलेसम्म गीत नगाएको। अच्छा। आज गोठाला जा भनेको स्कुल गएछ यार यो त। यति दुःख गरेर गाउनु भन्दा धन्यवाद भनेर बस्दा राम्रो हुन्थ्यो होला। यही नहीं, अभी और सुनिए। टोयलेट बस्दाखेरि चाहिँ यो गीत काम लाग्दो रहेछ। अब झन् यस्तो यस्तो भिडियो टिकटकमा हालेपछि यसमा चाहिँ कमेन्ट नआउने चान्स नै भएन। यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको पनि कमेन्टहरू हामी पढ्नेछौँ।
त्यो खाप्चो पनि कति फेसाएको 2 किलोमिटर जति। तिम्रो कपाल र मेरो जिन्दगी उस्तै रहेछ, जति गर्दा पनि मिल्नै नमान्ने। गएको मान्छे किन फर्केको त? रिप्लाई हेर्नु न, रिप्लाई गुआएर होला नि। अर्को कमेन्ट हेर्नु यहाँ, रुन्छु भनेर कति कोसिस गरे, अन्तिममा हाँस्नै पर्यो। अब झन् यस्तो यस्तो कमेडी खालको गीतहरू गाएर टिकटकमा राखेपछि नेपालीहरूले नेपाली भिडियो होस् या बाहिरको भिडियो होस् जसमा पनि फन्नी कमेन्ट हान्न चाहिँ छोड्दैन है त। यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको पनि कमेन्टहरू हामी पढ्नेछौँ। भोइस त राम्रो हो, माइक बिग्रेको हो के? सही पकड़े हैं। यस्तो लुकेको कला सकेसम्म लुकाकै राम्रो। मैले त कुछ कुछ होता है भन्ने मात्रै बुझे। यो देखेर त म पनि कलाकार हुन्छु अब अन्तिममा चाहिँ यो भिडियो हेर्नुहोस्, यसमा चाहिँ के हाँसेको देख्नुभयो त्यो चाहिँ तल कमेन्टमा तपाईहरुले नि कमेन्ट गरिदिनु होला है त। अरु नै हाँसेको देखिन्छ त त्यहाँ। राम्रोसँग छोप न, मेरो कान्छो भाइले नमस्ते गर्न थाल्यो क्या। कमेन्ट हेर्नु न, कमेन्ट। दिनदिनै कमजोर हुँदै गएको छु यस्तै भिडियोले गर्दा। तू समझा? यतिको हाँस्यो भने हेर्नेलाई नि मजा आउँछ। झोलुङ्गे पुलमा खाडल अलि ठुलै परेछ। सो ल गाइज, आजको लागि फन्नी कमेन्टहरू यति नै थियो। आजको यो भिडियो हेरेर तपाईहरु अलिकति पनि हाँस्नु भयो भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन पनि दबाइदिनु होला। र यो भिडियोको कुन पार्ट चाहिँ तपाईहरुलाई एकदमै फन्नी लाग्यो त्यो पनि तपाईहरुले तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त। सो हामी अर्को भिडियोमा चाहिँ तपाईहरुसँग भेट्ने छौं।